सरकारले राष्ट्रिय ग्रिड विस्तारसँगै स्थानीय स्तरमा लघु जलविद्युत, सौर्य मिनी ग्रिड र घरेलु सौर्य प्रणालीका कार्यक्रमहरूलाई पनि समानान्तर रूपमा अघि बढाउँदै कर्णाली प्रदेशलाई पूर्ण भरपर्दो र गुणस्तरीय विद्युत पहुँच भएको प्रदेश बनाउने दिशामा अघि बढिरहेको विषय म यस सदन समक्ष निवेदन गर्दछु। माननीय विष्णुबहादुर विश्वकर्माले कर्णाली प्रदेशको विद्युतीकरणका सम्बन्धमा उठाउनु भएको जिज्ञासाप्रति धन्यवाद। उक्त जिज्ञासाका सम्बन्धमा सरकारका तर्फबाट नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबाट मन्त्रालयले यथार्थ विवरण लिई यस अघि समयमै यस गरिमामय सदन समक्ष लिखित जवाफ पठाइसकेको निवेदन गर्दछु। मान्यज्यूले राख्नु भएको जिज्ञासाका सम्बन्धमा केही मुख्य विषय यहाँ प्रस्तुत गर्न चाहन्छु। सम्मान्य अध्यक्ष महोदय, आर्थिक सर्वेक्षण 82-83 अनुसार 82 फागुनसम्म कर्णाली प्रदेशका 74.30% जनसङ्ख्या राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत पहुँच पुगेको छ। बाँकी क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारसँगै वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युत पहुँच पुर्याउने काम अघि बढिरहेको निवेदन गर्दछु। हालसम्म वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीमा 207 वटा लघु तथा साना जलविद्युत आयोजनाबाट 6719 किलोवाट विद्युत उत्पादन भई 64,231 घरधुरी लाभान्वित भएका छन्। त्यस्तै 23 वटा सौर्य मिनी ग्रिडबाट 1709 किलोवाट विद्युत उत्पादन भई 5391 घरधुरीमा विद्युत पहुँच पुगेको स्थिति छ। कर्णालीका कुल 718 वडा मध्ये 82 वडा पूर्ण रूपमा, 472 वडा आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण भएका छन् भने 164 वडामा अझै राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ। सरकारले यसलाई केवल तथ्याङ्कको विषय नभई नागरिकको आधारभूत सेवा र सामाजिक न्यायसँग जोडिएको दायित्वका रूपमा लिएर आगामी कार्ययोजना अगाडि बढाइरहेको जानकारी गराउँदछु। सम्मान्य अध्यक्ष महोदय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र सम्मिलित कार्यदलले 2079 सालमा कर्णालीमा विद्युतीकरण हुन बाँकी 1,01,187 घरधुरी तथा भौगोलिक क्षेत्र पहिचान गरी लास्ट माइल विद्युतीकरण योजना तयार गरी कार्यान्वयन भइसकेको अवस्था छ। विद्युतीकरण गर्ने सरकारको अभियान पश्चात हाल 13 वटा पालिकाको करिब 10,000 घरधुरीमा विद्युतीकरण हुन बाँकी छ। हाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले कार्यक्षेत्र वर्गीकरण गरी पूर्ण विद्युतीकरणका कार्यक्रम सञ्चालन गरिरहेका छन्। यसले कर्णालीको विद्युतीकरण प्रगति उन्मुख रहेको हाम्रो बुझाइ छ। कर्णाली प्रदेशमा प्रसारण तथा सबस्टेशन तर्फ पनि महत्त्वपूर्ण काम भइरहेको निवेदन गर्दछु। 132 केभी सुर्खेत सबस्टेशन हाल सञ्चालनमा आइसकेको छ। 32 किलोमिटर लामो डबल सर्किट 132 केभी सुर्खेत दैलेख प्रसारण लाइन निर्माणाधीन र आगामी असार महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यस्तै निर्माणाधीन 132 केभी दैलेखको चुप्रा सबस्टेशन आगामी पुसभित्र सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराउँदछु। दैलेख कालीकोट जुम्ला 132 केभी प्रसारण लाइनका लागि बोलपत्र प्रक्रिया अघि बढेको छ। कालीकोट जुम्ला रुकुम पश्चिम जाजरकोट सल्यान मुङ्गु र हुम्ला लगायतका जिल्लामा 33 र 11 केभी सबस्टेशन तथा वितरण लाइन निर्माणका विभिन्न प्याकेज कार्यान्वयनमा छन्। जुम्ला र कालीकोट क्षेत्रमा करिब 60% तथा अन्य जिल्लामा 40 देखि 70% सम्म भौतिक प्रगति भएको छ। वैकल्पिक ऊर्जातर्फ पनि सरकारले समानान्तर रूपमा काम अघि बढाइरहेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा 8 मेगावाट क्षमताको ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजना सुरु गरिएको छ। यसका लागि दैलेख, रुकुम पश्चिम र जुम्लामा जग्गा छनौट भइसकेको छ। साथै दुर्गम वडाहरूमा सोलर होम सिस्टम, साना जलविद्युत तथा सोलर मिनी ग्रिड निर्माणका लागि बजेट समेत विनियोजन गरी कार्यक्रम सञ्चालन भइरहेको निवेदन गर्दछु। यसमा सम्मान्य अध्यक्ष महोदय, म के पनि निवेदन गर्छु भन्दा विशेष गरी
जुन क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएको मान्यज्यूहरूलाई हामीले अहिले मन्त्रालयमा चाहिँ केन्द्रीकृत बजेट भन्दा पनि विकेन्द्रीकृत गरेर प्रदेशमा सम्बन्धित वितरण केन्द्रमै पठाउने व्यवस्था गरेका छौँ। अनि जुन ठाउँमा चाहिँ जनप्रतिनिधिहरू सक्रिय हुनुभएको छ त्यहाँ चाहिँ काम पनि अलिकति छिटो छरितो पनि भएको छ। यसमा म त्यहाँबाट प्रतिनिधित्व गर्नुहुने मान्यज्यूहरूलाई हाम्रो मन्त्रालय स्वागत पनि गर्दछ। योपालिको कार्यक्रममा सम्बन्धित वितरण केन्द्र, सिँचाइका कार्यालय अथवा प्रदेश प्रमुखहरूसँग समन्वय गरेर त्यहाँ जनताको चासो गर्नुपर्ने चिजहरूमा चाहिँ थप बजेट थप्नुपर्छ भए पनि मन्त्रालय तयार रहेको पनि म निवेदन गर्न चाहन्छु। साथै दैलेखमा एउटा 30 मेगावाटको सौर्य आयोजना के गरी त्यो PPA को अन्तिम चरणमा छ। त्यो भयो भनेदेखि चाहिँ 132 को सुर्खेतबाट दैलेख जाने र जाजरकोट र कालीकोटको पनि तपाईँको विद्युत चाहिँ योपालि सम्पन्न भयो, PPA भएर भयो भनेदेखि चाहिँ कर्णाली त्यसले ठुलो राहत गर्छ। जगदुल्ला निर्माण कार्य सुरु भइसकेको छ, त्यसले डोल्पासम्म पनि बाटोको पहुँच र प्रसारण लाइनको कामहरू भएको छ। त्यसमा चाहिँ म विनम्रतापूर्वक मान्यज्यूहरूलाई के निवेदन गर्छु भन्दा सामाजिक न्याय, त्यो गुणस्तरीय विद्युतको लागि हजुरहरूले मार्गदर्शन, अलिकति सहयोग, समन्वय गरिदिनु भयो भने चाहिँ यो कामहरू अझ छरितो हुन्छ। कतिजना मान्यज्यूहरू त मन्त्रालयमा आएर आफ्नो क्षेत्र, जिल्ला, प्रदेशको लागि कार्यक्रमहरू पनि लिएर जानु भएको छ। हामीले त्यहीँबाट सम्बोधन पनि गरिदिएका छौँ। सामान्य अध्यक्ष महोदय, अब कर्णाली विद्युत पहुँच पुगेको प्रदेश मात्र होइन, विश्वसनीय, गुणस्तरीय र दिगो विद्युत सेवा पुगेको प्रदेश बन्ने दिन धेरै टाढा छैन। यसका लागि कर्णाली प्रदेश विद्युतीकरण आयोजनालाई 2 चरणमा अघि बढाउने योजना रहेको विषय सम्मानित सदन समक्ष निवेदन गर्दछु। पहिलो चरणमा सल्यान, पश्चिम रुकुम, जाजरकोट, कालीकोट, जुम्ला र मुगुमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जगान गरिनेछ। यसका लागि बोलपत्र आह्वान भइसकेको छ। त्यस्तै दोस्रो चरणमा माथिल्लो डोल्पा 33 र 11 केभी सबस्टेसन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा पूर्ण विद्युतीकरण सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। भौगोलिक विकटता र दूरी नागरिकलाई विद्युत पहुँचबाट वञ्चित गर्ने कारण बन्नु हुँदैन भन्ने विषयमा हामी स्पष्ट छौँ। जहाँ राष्ट्रिय प्रसारण लाइन आर्थिक तथा प्राविधिक रूपमा सम्भव छ त्यहाँ प्रसारण प्रणाली विस्तार गरिनेछ। जहाँ तत्काल राष्ट्रिय ग्रिड पुर्याउन कठिन छ त्यहाँ लघु जलविद्युत, सौर्य मिनीग्रिड तथा घरेलु सौर्य प्रणाली मार्फत विद्युत पहुँच सुनिश्चित गर्ने गरी सरकारले कार्ययोजना तयार गरेको विषयमा निवेदन गर्दछु। साथै नेपाल सरकार, प्रदेश, स्थानीय तहको सहयोग र समन्वयमा नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबाट कर्णालीको विद्युतीकरणलाई निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो भनाइहरू यही अन्त्य गर्छु। नेपालको जय होस्।